मसँग यहाँ केही फोटो छ हजुर। यहाँले चिन्नुहुन्छ कि चिन्नुहुन्न हामी हेरौँ है त हुन्छ हुन्छ? हुन्छ अलि फेल खान्छ जस्तो लाग्छ लेट्स ट्राई लेट्स ट्राई म यसरी सोध्थेँ अरूलाई तर तपाईँलाई म फोटो देखाएर ल उहाँलाई चिन्नुहुन्छ चिन्छु तर नामै बिर्से नाम सधैँ भन्नु त? यो बुन केसी त होइन बोर्गेसी होइन अँ, उहाँ कमेडियन हुनुहुन्छ ए त्यसो भए भन्नुहोस् न दाइ म भनौँ उहाँ जितु नेपाल हुनुहुन्छ ए हो मुन्द्रे नाम सुन्नुभएको छ सुनेछु दाइ ओके अब अर्को क्वेसन ल यहाँको लागि यसमा मलाई धेरै त्यही मलाई अघि नै भनेको नि बिर्सिन्छ सबै हो। यसमा मेरो त्यो रमाइलोको लागि मात्र फेल हो। खान्छ होला जस्तो लाग्छ लेट्स उहाँलाई चिन्नुहुन्छ म त चिन्दैन दाइ चिन्नुहुन्न हिरो नि रहेछ हिरो केस कति राम्रो अहिले नेपालको एकदमै चलेको हिरो हुनुहुन्छ ए हो हो। नाम चाहिँ के हो उहाँको प्रदीप खड्का हो रहेछ सुनेको छु नाम सुन्नुभएको छ नि? प्रदीप खड्का उहाँ हो हिरो नम्बर है 1 त हजुर ओके अब अर्को क्वेसन मलाई यो त चिन्ने चाहिँ राख्नुपर्छ नि राजेश समल कहिले आउँछ उहाँलाई चिन्नुहुन्छ त्यो हाम्रो के भन्छ आचार्य दाई होइन कि त्यो अर्को दुईजना छ नि दुईजना मध्ये एकजना कमेडियन को हुनुहुन्छ? हजुर त्यो के भन्छ आहा, को भन्नु त? मदन कृष्ण हो कि हो खोइ हो भन्नुहोस् न एकदम ल सही जवाब ल एउटा दिनुभएको पास छ। भयो 1 पोइन्ट एउटा खायो एउटा 1 पोइन्ट पाइयो है त उहाँलाई चिन्नुहुन्छ चिन्ला अब चस्मा लाउँदैछ दाई चस्मा लाउँदा त्यो एक्सन हिरो हो एक्सन हिरो ल हो विराज बट्टा बट हो स्योर हो म त स्योरै छैन गेस Guess मात्रै हो? फोन फ्रेन्ड पाउँछ दाइ फोन फ्रेन्ड पनि पाइयो तर मिलिसकेको छ ओ ल ठिक छ ल गुड एकदम विराज सही बट्टा जवाब दिनुभएको छ उहाँलाई चिन्नुहुन्छ त्यो- नेपालको एकदम खुङखार भिलेन हो नि त्यो पहिलेदेखि चलेको हो मान्छे हो हो त्यो हो उहाँ एकदमै नेपाली फिल्मको भिलेन हो बलिउडमा पनि उहाँले केही मुभीमा काम गर्नु भएको छ लास्ट नेमको एक लेटर दिनु न दाइ थापा सुनिल थापा सुनिल थापा त्यो के भन्छ त्यो राते के भन्छ उहाँको निकनेम छ नि भन्नु भन्नु त भन्नु राते काइला हो नि राते काइला हो त्यो त पहिलाको हो दाइ हो पहिलाको एकदमै सही जवाब दिनुभएको छ अब यहाँको लागि अन्तिम क्वेसन सोध्दैछु उहाँलाई चिन्नुहुन्छ हो त सिङ्गर हो उहाँ सुगम पोखरेल हो होइन पप सिङ्गर हो युट्युबमा छ होइन उहाँको युट्युब छ हो एकदमै सही जवाब दिनुभएको छ